कि वार्षिक 20 करोड रुपियाँ चाहिँ कैदीबन्दीको औषधि उपचारमा खर्च भएको छ। मलाई लाग्छ कि यो तपाईको कारागार प्रशासन र त्यहाँ चाहिँ स्वास्थ्य कर्मीले मिलेर के गर्यो त्यो तपाईको अनुसन्धानले बताउला। त्यसको चाहिँ छानबिन भएपछि चाहिँ निश्चित पनि त्यो कानुनको दायरामा आउनुपर्ने हो। त्यो भएर त्यसमा चाहिँ गम्भीर कुरा हो, किनभने त्यहाँ हजुरको उपचार नपाएर कैदीबन्दीहरू मरेको पनि धेरै हामी मृत्यु भएको पनि समाचारहरू मिडिया मार्फत आएको छ। त्यो कुन समाचार बाहिर आयो? जुन कैदीबन्दीको घर परिवारमा पहुँच छ त्यसको समाचार बाहिर आएको हो, जसको पहुँच छैन त्यसको कुनै समाचारमा पनि उल्लेख भएको छैन। अर्को विषय के छ भने कारागारको अवस्था हजुरको डकुमेन्टमा धेरै राम्रो लाग्यो सुन्नमा, तर त्यो वास्तविक होइन। त्यहाँ चाहिँ पहुँचवालाको मात्रै मलजल मात्रै होइन कि त्यो सोनाको 50 तोलाको सिक्री पनि लगाएर त्यहीँबाट कमाएर त्यहीँ पनि लगाएको कुराहरू समाचार पनि बाहिरी आएको कुरो हो। त्यहाँ चाहिँ एउटा आम कैदीलाई र एउटा पहुँचवाला र पैसावाला कैदीलाई फरक हिसाबले चाहिँ राख्ने व्यवस्था छ। त्यो त हजुरको कानुनमा एक नासे व्यवस्था छ, तर व्यवहारमा त्यस्तो छैन। त्यो भएर त्यसलाई चाहिँ त्यहाँ पनि सम्भव भयो भने त्यसलाई सीसीटीभीबाट निगरानी गर्ने चाहिँ प्रयास होस्। त्यति मात्रै होइन, 20 करोड रुपियाँ अहिले भर्खर मैले